युनिभर्स को साइनो जेनी छ हुन सक्छ पछाडी रुख बन्ने मोड बन्न सक्छ जसरी म डाउन गर स्लो डाउन गरे मैले भिडियो खिचिरा छु ल हानिस पनि त जान्छस् जेल जोडसँग बोल्नु मिल्दैन अनि धेरै बोक्सहरु लिटरली म त ब्याक बेन्चरै हो हैन म सबभन्दा क्लासको हल्ला गर्ने मान्छे हो यहाँ आएर पनि हल्ला गरेर पुर्को गर्ने त चुप लाग्छ 10 चोटी भनिसक्यो मलाई उता गएर भेटौँला हैन हेलो गाइज वेलकम ब्याक टु माई च्यानल म चाहिँ आज यसो भिडियो बनाम भनेर बाहिर निस्किन लागेको तर त्यो भिडियो चाहिँ एकदम सिक्रेट छ अनि त्यो मेरो लागि चाहिँ एकदम इम्पोर्टेन्ट पनि छ के अनि त्यही भएर म एकदम आफूलाई टाइम निकालेर जान लागेको छु बाहिर ओहायोको गर्मी दैवले जानुन भन्ने जस्तै हुन लागिसकेको छ बाहिर यस्तो चिसो छ हैन त्यही पनि एनीवे हामीहरु कहिले पनि मेहनत गर्नबाट डराउँदैनौं गाइस हाय गाइस हाम्रो हालत चाहिँ अहिले भिखारी जस्तो भए पनि हामीले फोटो भिडियो चाहिँ अलि राम्रो हाल्छ पनि गाइस त्यस्तै हो गाइस समथिङ इज कमिङ सून खतरा चीज आउँदैछ हैन खतरा चीज आउँदैछ हैन स्टेट यताबाट राम्रो आउँछ अब उल्टरी हिँड्नु भएन हैन यताबाट राम्रो आउँछ भनेर कस्तो अँधेरो देखेको मान्छे काली 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 अनि गाइज यो हाम्रो ओहायो हेर्नुस् फुल फुलेर हजुर कस्तो राम्रो देखिएको गाइस पछाडी म त ढल्छु कस्तो राम्रो सिन देखेको के ओके ठीक छ हामीहरु यही नै भिडियो बनाउँछौं अहिले मेरो चाहिँ अलिकति भिडियो बनाउने एकदम मैले यो अहिलेको चाहिँ यो भ्लग चाहिँ ल अब बीटीएस को लागि खिच्न लागेको छु मेरो चाहिँ मेन पर्पजको लागि मैले भिडियो बनाउन लागेको चाहिँ छिटै आउँछ है गाइज पछाडी हेर्नुस् यो हाम्रो झोला झाम्टा बोकेर हामी पलायन हुँदैछौँ युनिभर्सिटी हाम्रो नेक्स्ट लोकेसन कहाँ हो जेनिसा युनिभर्सिटी हजुर देख्न सक्नुहुन्छ यहाँको कस्तो राम्रो थियो है सेतो फुल मात्रै फुलेको थियो अनि जेनिसाले भनिरहेछ युनिभर्सिटीमा के अरे पिङ्क कलर कसको भिडियोमा ल हामी चाहिँ युनिभर्सिटी पलायन हुन लाग्यो सामानहरू सबै यो कपी चाहिँ ब्यागमा राख पढे जस्तो गर्ने भिडियो के फेरि खासमा म पढ्दिनँ नि त्यो पढे जस्तो मात्रै गर्ने भिडियो फेरि पेन पनि हाल्छ ल गाइज see you on university oh my god मेरो ब्याग मेरो हेर न कोट र ब्यागको कलर म्याच भइराको के कोट ब्याग माथि उस्ने हो अझै स्कार्फको मैले प्लानै गरेको थिइन तर म्याच भयो ओ माय गॉड यो किन युनिभर्सको साइनो जेनी छ हुन सक्छ मोडलिङ त अरु के पछाडी रुख बन्ने मोड बन्न सक्छ जसरी मोडलिङ त त्यस्तै हो हैन मलाई एलर्जी भयो कि खुट्टामा उले चाहिँ घाँसमा बसेर लडी गर्दै भिडियो बनाइराखेको थियो दिदी यस्तो भन्दै एलर्जी भयो उसलाई ल हामी चाहिँ जान लागेछौँ यो ठाउँ भनेको चाहिँ पेपर ट्री भन्ने ठाउँ हो के यो पेपर ट्री भन्ने ठाउँमा पहिले बसेको ठाउँ पनि यही हो कस्तो राम्रो फुल फुलेको उतैसम्म सेतो फुल फुलेको छ के मलाई त कस्तो राम्रो लागेको यार ल हामी बाटो क्रस गर्यौँ हैन बाटो क्रस गर्दैछौँ बाटो क्रस गर्दाखेरि चाहिँ भिडियो अन गर्नुपर्छ गाइज यदि हामीलाई सुन बाटो क्रस गर्दाखेरि भिडियो गराउनुपर्छ यदि हामीलाई कसैले ठोकिहाल्यो भने पनि प्रुफ त हुन्छ हामी जेब्रा क्रसिङबाट बाटो कट गरिरहेछौँ भनेर ओके स्लो डाउन गरे मैले भिडियो खिचिरहेको छु हानिस पनि त जान्छस् जेल स्लो गुड गाइस कताबाट जाने भन त होइन मेडरुनबाट जाने कि यताबाट दुईवटा बाटो छ
छिटो त यताबाट हुन्छ हामी चाहिँ जहाँ लोकेसन कुन होइन रहेछ क्या होइन है यहाँ त युनिभर्सिटी होइन नि अब उसले यस्तो पिङ्क कलरको देखाइरहेको छ अब यो युनिभर्सिटी हो कि कतापट्टि हो जान्दै पनि ठिकै छ होइन हामी यतादेखि छिटो हुन्छ युनि पुग्नलाई यदि हामीलाई उतापट्टि स्टुडेन्ट युनियन पुग्नु छ अनि त्यसपछि रस इन्जिनियरिङतिर पुग्नु छ भनेपछि त्यो यताबाट जाँदा ठिक हुन्छ मेडोरनदेखि तर हामीलाई उता राईको हलतिर चाहिँ यो फरेस्ट ल्यान्डदेखि चाहिँ हुन्छ आज कस्तो राम्रो घाम लागिरहेको छ कि अनि मेरो चाहिँ सोचिराख्नु होला यसले बिना फाल्तु किन भिडियो बनाइरहेको छु किन भन्दै भनेको छैन भन्ने सोच्नु भयो होला तर यो चाहिँ मेरो काइन्ड अफ प्रोजेक्ट नै भनौँ है यो मेरो प्रोजेक्टको लागि नै हो आई डोन्ट नो त्यो सिलेक्ट होला नहोला बट कुनै पनि काम गर्दाखेरि आफ्नो फन रिलेटेड हुन्छ भनेपछि कस्तो त्यो दुःख पनि नलाग्दो रहेछ कि भयो होस् ठिकै छ अदरवाइज मलाई राम्रो लाग्यो यो काम गर्नु भन्ने टाइपको हो भिडियो बनाउनु चाहिँ मलाई राम्रो लाग्छ त्यही भएर यो चाहिँ गरेको तर एक्ज्याक्टली चाहिँ मेरो प्रोजेक्टको लागि चाहिँ मैले सुट गर्न लागिरहेको हो यो भिडियोजहरू छिटै आउँछ त्यो पनि होप सो सिलेक्ट पनि होस् नम्बर पनि ठिकै छ के भने क्यामेराम्यान चाहिँ हाम्रो जेनिसा हो है जेनिसा बहिनीको भिडियो राम्रो आएर हजुरलाई त्यस्तो खिच्नु पर्यो मलाई भन्नु होला होइन नि मेरो बहिनी भएकोले मलाई फिल्म गरिदिइरहेको छ तपाईँहरूलाई चाहिँ होइन कति डलर पर आवरको कति डलर लिन्छ भनौँ न त्यही भएर भनौँ ल होइन मेरो थ्रुबाट मेरो कुपन कोड युज गर्नु सिर्जना डट कुपन कोड युज गर्नुभयो भनेपछि सस्तोमा गरिदिन्छ बहिनीले मिलाएर गाइस फाइनली हाम्रो युनिभर्सिटी आयो अब खै कुन लोकेसनमा जाने हो भन्ने कुरा चाहिँ हामीलाई अझै थाहा छैन कहाँ जाने ड्रेस चेन्ज हान्नुहुन्छ मैले अहिले हानिहालेँ एक दुईवटा नखिच्ने अरू यसमा यसो हिँडेको जस्तो गर्छु होइन अनि यस्तो सोचेको जस्तो गर्छु ब्याग बोकेर हिँडेको जस्तो गर्छु है यहाँ ल हुन्छ हेलो गाइज दिदीले चाहिँ भर्खर ब्याग चाहिँ भिडे जस्तो गर्नुभयो अनि एकचोटि यसो अगाडि हिँड्नु चाहिँ गर्नुभयो अनि फर्केर आउनु भयो अनि दिदी फेरि फर्केर पछाडि आउनुभयो अब चाहिँ फेरि हामी अरू सुट गर्दा अरू पढे जस्तो कलेज हेर्नु कलेज आउँदा पढ्न जाम कसैले भन्यो भनेपछि म जाँदिनँ ल भिडियो बनाउनु भने ओके ठिक छ त भनेर हामी हाम्रो त्यस्तो छ हाल नभएको जागर निकालेर अनि हामी हिँड्छौँ रियली अझ जागा नलाइ मेकअप तस्पाती तोपेर यस्तै छ हाम्रो छर्तिखेला यो मेरो ब्यागमा फेरि तपाईँहरूलाई लागिरह होला कि मैले यो ब्यागमा एकदम धेरै किताबहरू छन् त्यो छैन कपडा छन् कपडा छैन हामी ब्याग बेन्चर युएसए कहाँबाट आएछु म त ब्याग बेन्चर हो म जहिले पछाडि बस्थे 11-12मा त झन् पछाडि हो लास्टै पछाडि लिटरली म त ब्याक बेन्चरै हो होइन म सबभन्दा क्लासको हल्ला गर्ने मान्छे हो तर यहाँ आएर पनि हल्ला गरेर प्रोफेसरले त चुप लाग्दा 10 चोटि भनिसक्यो मलाई ल गाइज अब हामी बाटो काट्दैछौँ रोकियो एन्ड अब उता गएर भेटौँला होइन हरेक भिडियोमा गाइज अब म लाइब्रेरी जाँदैछु मेरो चाहिँ नेक्स्ट सुटको लागि कपडा चेन्ज गर्न पढ्नको लागि होइन फेरि त्यहाँ पनि 1-2वटा सर्ट्सहरू लिउँ भनेर हो नि अनि यो चाहिँ मेरो लाइब्रेरी हो ठुलै छ यार हलमा पनि कस्तो राम्रो फुल फुलेको स्प्रिङमा त जताततै सेतो फुल फुल्ने है कस्तो राम्रो देखेको त्यहाँ येल्लो फुल फुलेछ म लाइब्रेरी आएको छु अब म माथि गएर चाहिँ अब हल्ला नगरी भिडियो बनाएर आउँछु
यो हो हाम्रो लाइब्रेरी मैले कपडा चेन्ज गरिसकेँ यो मेरो चाहिँ सिरियस लुकवाला आउटफिट हो अनि यो चाहिँ हाम्रो लाइब्रेरी भयो होइन यता सबै लाइब्रेरी हो अहिले चाहिँ हामी माथि जाँदैछौँ लिफ्टदेखि कति 4th फ्लोरमा हामी 4th फ्लोरमा जाँदैछौँ किन सुस्त बोलिरहेको छु भनेको लाइब्रेरी हो भने चाहिँ चिचाएर बोल्नु मिलेन फोर्थ फ्लोर ल यो 4th फ्लोरको लाइब्रेरी भयो है केही छैन केही न यहाँदेखि उ गरौँ न त यहाँदेखि राम्रो देखिन्छ उ त्यहाँनिर होइन ठिक छ यो चाहिँ हामी बुक खिच्न आएको तर यहाँ माथि बसेर पढ्ने रहेछ ठिकै छ पहिला यो खिचौँ पहिला हातमा जे आउँछ त्यही खिच्नुपर्छ कि गाइस होइन अनि रेस्टरुम यहाँ पनि रहेछ हरेक फ्लोरमा रहेछ त्यही त ल यहाँदेखि हजुर हेर्न सक्नुहुन्छ हाम्रो लाइब्रेरी छैन त राम्रो हाम्रो प्यार लाइब्रेरी कस्तो राम्रो देखेको यो हाम्रो लाइब्रेरी एरिया हो हेलो गाइज म अहिले लाइब्रेरीमा छु मेरो यहाँको लाइब्रेरीको सुट भइसक्यो अनि अहिले चाहिँ हामी उता जाँदैछौँ के अरे अर्को सुट गर्नुको लागि यहाँ चाहिँ जोडसँग बोल्नु मिल्दैन हो अनि यति धेरै बुक्सहरू छ यहाँ बुक लभरको लागि चाहिँ एकदमै राम्रो हुन्छ हाम्रो जेनिसा बहिनी मेरो भिडियो बनाएर गइसक्यो यस्तो राम्रो सिन कसैले देखेको थियो यस्तो झ्यालबाट we are so lucky यस्तो राम्रो देखिरहेको छ यहाँदेखि लिटरली ल हुन्छ अब हामी लाइब्रेरीदेखि बाहिर जाँदैछौँ गाइज होइन हाम्रो अब लगभग सकिन लागिसकेको छ ओके जेनिसा बहिनीले हाम्रो साथ चाहिँ छोडिरहेको छैन कपडा चाहिँ म चाहिँ कस्तो इको आउँदो रहेछ के आउँदैछ इको आउँदो रहेछ इको आच्छु जाडो भयो कोट निकालेर फालेर तिम्रो सबै कपडा आइन्छ है ल त्यसो भए ठिक छ हामीहरू के सामान छुटाउनु भएन कि फेरि भिडियो बनाउने चक्करमा सामान छुटायो भनेपछि टेन्सन हुन्छ नि ओ होइन यो युएसएमा स्प्रिङ के अरे समर चाहिँ एकदम राम्रो लाग्ने रहेछ क्या हो कस्तो राम्रो के है जताततै फुल फुलेको मलाई त एकदमै मन पर्यो यो विन्टरमा फेरि निस्किनु मन लाग्दैन पुरा चिसो भएर हामी चाहिँ निस्केको भिडियो खिच्नको लागि हामीलाई चाहिँ भिडियो खिच्नको लागि कसैले पनि रोक्न सक्दैनन् हामीहरू भनेको त्यो दिन त यस्तो जाडो भएर युनिभर्सिटी नै बन्द थियो के त्यस्तो जाडो थियो त्यही पनि हामी निस्केको अब मेरो चाहिँ अब अर्को ड्रेस चेन्ज गरेर भिडियो बनाउने पालो आइरहेछ कल्चरल ड्रेस हेर्दै जानु होला न हेलो यो मेरो चाहिँ लुक हो है मेरो थर्ड लुक अब हामीले भिडियो बनाउँदै गइरहेछौँ बिचरा बहिनीलाई हत्ते छ यहाँ अब भिडियो बनाउँछु दामी भिडियो बनाउँछु हेर अनि त्यसपछि सब मान्छेहरू हेरेको हेरै हामी हेरेको हेरै हुन्छ सधैँ हेरेको हेरै या दुर्गेश थापा रक गाइज यो मेरो 4th ड्रेस हो यो भनेको मेरो मगर ड्रेस हो भयो मलाई पुग्यो आजको दिनमा आजको 6 साढे 6 बजे भइसक्यो होइन दिनभरि मेकअप गरेर मलाई नत्ती चाहिँ नसुहाउँदो रहेछ कि म कस्तो घिनलाग्ने देख्दो रहेछु है होइन जेलिसा यो कस्तो नत्ती नै नसुहाउँदो रहेछ कि मलाई नलगाउने बानी भएर हो क्या अब हामीहरू घरतिर लाग्न लाग्यो बाई
गाइज हाम्रो यो सङ चाहिँ डान्स गर्ने भन्ने सोचिरहेको छौँ है नेपाली कल्चरल फेस्टमा अनि त्यसपछि चुज गरिरहेको छ कि जेनिस हालेर दिदीको है झल्झली आँखा मेरो हो अनि हाम्रो चाहिँ आजको भिडियो बनाउँदा टाइम गइगयो है 7 बजी सक्यो अनि दिउँसो 3 बजी निस्केको हामी घरदेखि 7 बजी सक्यो भिडियो बनाउँदा अब चाहिँ हामी घर जान लागेको गाइज यति नै थियो भिडियोको अन्तिमसम्म हजुरले हेरिदिनु भयो भने थ्याङ्क यू भेरी मच अनि लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला त्यो सब्सक्राइब चाहिँ गरिदिनु होला प्लिज लाइक तपाईँलाई लाइक कमेन्ट सेयर सब्सक्राइबबाट पैसा लाग्दैन फ्रीमा यसो राम्रो अरूको लाइक भिडियोजहरू हेर्नु पाइरहेको छ भने जस्ट सब्सक्राइब इट त्यो रातो बटनलाई ग्रे गराइदिनु प्लिज आई हम्बली रिक्वेस्ट यु प्लिज ओके बाई